गुड मर्निङ सबैजनालाई। आज शिवरात्रि रहेछ। अन्त शिवरात्रि दिन चाहिँ तपाईँहरूलाई शिव स्थिति सुनाऊ भनेर आएको नि। अन्त सुनिदिनुहोस् ल, सानो ट्राई गरेको। सर्व तिमी, सर्व तिमी, जीवन तिमी, मृत्यु तिमी, दाता तिमी, विधाता तिमी, दिन्छ तिमी, लिन्छ तिमी, सत्य तिमी, असत्य म, भगवान तिमी, मनुष्य म, शिव तिमी, सुन्दर तिमी, शक्ति तिमी, शून्य म, भगवान तिमी, शून्य म, जीवन तिमी, शून्य म, ओम नमः पार्वतीपते, हर हर महादेव। यो चाहिँ शिवस्थिति भइहाल्यो। अब यो पछि चाहिँ शिवस्थिति पछि चाहिँ अब हामीले पूजा गरेपछि प्रार्थना गर्ने चाहिँ अब के माग्ने भगवानलाई भन्दाखेरि चाहिँ भने चाहिँ अब म चाहिँ के माग्छु भने तपाईँलाई अब आज भन्छ है। पूजा गरिसकेपछि पूजा गर्दाखेरि, हे भगवान, संसारमा जति पनि आत्माहरू भट्किएका छ, दुःखमा छ, पीडामा छ, कष्टमा छ, जसले मुक्ति पाएको छैन, मोक्ष पाएको छैन, बाटो पाएको छैन, उनीहरूको जति पाप छ सबलाई क्षमा गरिदिनुहोस्। र मैले आज गरेको मेरो पूजाबाट, मेरो प्रार्थनाबाट जतिजना हुन्छ उनीहरूले मुक्ति पाओस् र उनीहरूलाई स्वर्गमा बास प्रदान गरिदिनुहोस्। जहिले पनि उनीहरूलाई शान्ति होस्। ओम शान्ति, ओम ओम ओम। थ्याङ्क यू। यसो भन्नुपर्छ भन्ने चाहिँ पूजा गर्दा मेरो इच्छा हो। तपाईँले नै भनिदिनुहोस् है, कतिजनाले मुक्ति पाउँछ, उनीहरूको पापलाई क्षमा गरिदिनु भन्नुहोस् ल।